यहाँहरू सबैलाई जय मसीही साथै सालोम। आजको भिडियोमा हामी इस्टर सन्डेको बारेमा केही कुरा हेर्नेछौँ। इस्टर सन्डे भनेको येशू ख्रिस्टको पुनरुत्थानको दिन हो। बाइबलले यसलाई येशू ख्रिस्ट मृत्युबाट पुनः जीवित हुनुभएको दिन भनी घोषणा गर्दछ। येशू ख्रिस्ट क्रुसमा मर्नु भएपछि तेस्रो दिनमा फेरि जीवित हुनुभएको दिन हो, जसलाई मृत्युमाथि विजय, नयाँ जीवनको सुरुवात, आशा र विश्वासको प्रतीकको रूपमा लिइन्छ। र येशू ख्रिस्टको पुनरुत्थानको बारेमा अति नै महत्त्वपूर्ण 5वटा बाइबल खण्डहरू हेरौँ। सबैभन्दा पहिले मत्ती 28 को 1 देखि 10 पद। सबातपछि साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठुलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो र पोसाक हिउँ जस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे र मरे तुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराऊ, किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभए बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ। आओ उहाँलाई राखिएको ठाउँ हेर। तब चाँडो गएर उहाँका चेलाहरूलाई खबर देऊ कि उहाँ मृतकबाट जीवित भई उठ्नु भएको छ र उहाँ तिमीहरूभन्दा अगाडि गालिलमा जाँदै हुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु। अनि तिनीहरू डर र अति आनन्द साथ झट्टै चिहानबाट निस्केर गए र उहाँका चेलाहरूलाई खबर दिन दगुरे। अकस्मात येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, शान्ति। तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, नडराऊ, गएर मेरा भाइहरूलाई गालिलमा जानु भनिदेऊ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्। लुका 24 को 1 देखि 12 पद। हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। तिनीहरूले ढुङ्गा चिहानबाट हटाइएको भेटाए, तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, तब चहकिलो पोसाक पहिरेका 2 पुरुषहरू तिनीहरूका छेउमा खडा भए। तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए। तर ती 2 पुरुषले भने, तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर, कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ। तिनीहरूले उहाँका वचन सम्झे अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा 11 चेलाहरू र अरू सबैलाई बताए। ती स्त्रीहरू चाहिँ मरियम मग्दलिनी, योअन्ना र याकोबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने, तर तिनीहरूले यी कुरा वाहियात हुन् भन्ठाने र तिनीहरूले विश्वास गरेनन्। तर
पत्रुस उठेर चिहानमा दौडेर गए र निहुरेर हेर्दा सुती कपडाका पट्टीहरू मात्र देखे। त्यो घटना देखेर अचम्म मानी उनी गइहाले। यूहन्ना 20:1-18 पद। हप्ताको पहिलो दिन बिहान अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन् र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्। तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेला कहाँ दगुरेर गइन् र तिनीहरूलाई भनिन्, तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन् र उहाँलाई कहाँ राखेका छन् सो हामी जान्दैनौँ। तब पत्रुस र अर्को चेला बाहिर निस्केर चिहानतिर गए। ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुग्यो। चिहानभित्र निहुरेर हेर्दा तिनले अघि बेहेरेका सुती कपडाहरू मात्र पडिरहेका देखे, तर तिनी भित्र पसेनन्। सिमोन पत्रुस त्यसको पछि पछि आए र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेर्ने कपडाहरू मात्र त्यसै पडिरहेका देखे। उहाँको शिरमा बाँधिएको रुमाल चाहिँ मलमलका कपडाहरूसँग थिएन, तर अलग्गै एक ठाउँमा पटेर राखिएको थियो। तब चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे र त्यो देखेर तिनले विश्वास गरे, किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म बुझेका थिएनन्। त्यसपछि ती चेलाहरू आफ्ना घर फर्के, तर मरियम चिहान बाहिर रुँदै उभिरहेका थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन् र जहाँ येशूको मृत शरीर राखिएको थियो त्यहाँ सेत वस्त्र लगाएका दुई स्वर्गदूतहरूलाई एकजना शिरतिर र अर्को पाउतिर बसिरहेका तिनले देखिन्। उनीहरूले तिनलाई भने, नारी, किन रुन्छौ? तिनले उनीहरूलाई भनिन्, तिनीहरूले मेरो प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेका छन् म जान्दिनँ। यी कुरा भनेर तिनी पछिल्लातिर फर्किन् र तिनले येशूलाई उभिरहनु भएको देखिन्, तर येशू नै हुनुहुन्छ भनी चिनिनन्। येशूले तिनलाई भन्नुभयो, नारी, तिमी किन रुन्छौ? कसलाई खोज्छौ? तिनले उहाँलाई माली भन्ठानेर भनिन्, हजुर, तपाईले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ मलाई भन्नुस् र म उहाँलाई लैजानेछु। येशूले तिनलाई भन्नुभयो, मरियम। तिनले फर्केर उहाँलाई हिब्रू भाषामा भनिन्, रब्बोनी, अर्थात् हे गुरुज्यू। येशूले तिनलाई भन्नुभयो, मलाई नछौ, किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन। तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरा पिता र तिमीहरूको पिता र मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ गइरहेछु। मरियम मग्दलिनी गइन् र चेलाहरूलाई सुनाइन्, मैले प्रभुलाई देखेँ, अनि उहाँले भन्नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिन्। पहिलो कोरिन्थी 15:3-4 पद। किनभने मैले जे पाएँ यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। रोमी 10:9 पद। किनकि यदि तिमीहरूले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ
र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। तपाईहरूलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनुहोला र यहाँहरू सबैजनालाई इस्टरको शुभकामना।